नमस्ते सेवा र साथीहरू अनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै आजको भ्लग चाहिँ मैले सुरु गरिसकेँ। भ्लग त खासै स्पेशल त छैन, मैले चाहिँ घर वरिपरिको भिडियो बनाएर लाउने छु साथीहरू। अनि मेरो यो नयाँ युट्युब च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला अनि भिडियो पनि फुल वाच गरेर हेरिदिनु होला। म पनि तपाईहरुको हेरिदिने छु साथीहरू। अनि खासै अब स्पेशलहरु त छैन, म चाहिँ यहाँ बसिरहेको छु। अहिले चाहिँ हाम्रोमा चाहिँ खतरा मौसम भएको छ। आज घाम लागेर यस्तो भएको छ है साथीहरू। तपाईहरुकोतिर चाहिँ कस्तो छ मौसम? हाम्रोमा चाहिँ यस्तो घाम लागिरहेको छ। अनि म चाहिँ यहाँ अलिक शीतल शीतल भएकोतिर बसिरहेको छु। अहिले चाहिँ खासै भन्दा पनि 9 बजेको टाइममा मैले भिडियो बनाउँदै छु साथीहरू। अनि यहाँ चाहिँ हामी झार उखालेर यहाँ बाल्दैछौँ है साथीहरू। यो अलिक काँचो काँचै पनि बिस्तारै बिस्तारै चाहिँ बल्दो रहेछ। अनि यता खाली खाली भएकोतिर चाहिँ उखालेर हामी चाहिँ यहाँ डढाउँदैछौँ। अनि यता यता पनि अब भरे भरे चाहिँ डढाउनु पर्ला। यता चाहिँ अस्ति नै हामीले उखालेर यता माथि दुबो सुकाइराखेको छौँ। अब भरे बेलुका बाल्नेछौँ यो चाहिँ। अनि यहाँ चाहिँ काँचै भए पनि बल्ने रहेछ यो चाहिँ। अनि त्यही भएर हामी चाहिँ काँचै पनि बाल्दैछौँ। अनि आजको मौसम चाहिँ यस्तो छ साथीहरू। घाम चाहिँ अहिले दिउँसो खतरा लाग्ने रहेछ। अनि मौसम चाहिँ यस्तो छ है आज साथीहरू। अहिले नै घाम टिलिक्क टल्केर यस्तो भइसक्यौँ हामी चाहिँ। अब आज चाहिँ राम्रो राम्रै देखिँदैछ। अब चाहिँ हरियो परियो सबै भइसक्यो साथीहरू। पहिला चाहिँ सबै मरुभूमि जस्तो भएको थियो साथीहरू। यहाँ चाहिँ बब्बाल धुवा निक्ल्यो है। म चाहिँ यहाँ धुवामा यो भिडियो बनाउँदैछु। काँचै भए पनि मजाले बल्छ होला, घाम लागिरहेको छ। त्यही भएर यहाँ चाहिँ म यस्तो धुवा दामी धुवा निक्ल्यो। अनि यता 3 जनाले सुई उखाल्दै हुनुहुन्छ। अहिले चाहिँ अस्ति नै छरेको मकै बारी चाहिँ यस्तो भएको छ है साथीहरू। मकै पनि यति लामो लामो भएको छ। अहिलेको गीत आएको छ साथीहरू, मकै बारी दर्याम दर्याम के हो त्यस्तै भएको छ है साथीहरू। मेरो मकै बारी चाहिँ म जत्तिकै हुन आँटिसकेको छ। अब अहिले वैशाखको अब जेठ असारमा त हरियो मकै खाने बेला हुन्छ साथीहरू। अनि यहाँ यस्तो छ। अस्ति नै मैले तपाईहरुले पनि भिजिट गराएको थिएँ यो मकै छर्दाखेरि। अहिले चाहिँ यस्तो भएको छ साथीहरू। यता यतातिर पनि अहिले त हरियो हरियो पलाइसकेको छ। यस्तो यस्तो भएको छ है मकै बारी दर्याम दर्याम चाहिँ। मकै लामो नै भएको छ, तर किराले खाएर मैले हिजो अस्ति दबाई लाएर चाहिँ यस्तो भएको छ साथीहरू। माथिल्लोपट्टि चाहिँ छोटै छ, यता चाहिँ लामै भएको छ। यताको भ्यू पनि हेरिदिनु होला साथीहरू। यहाँ तल चाहिँ तोरीको जङ्गल हो। यता यता यस्तो छ। आजको भ्यू चाहिँ खतरा सफा भएको छ है साथीहरू। तर अहिले भरे चाहिँ 12-1 बजी चाहिँ घाम लागेर चाहिँ मान्छे चाहिँ मरिन्छ होला फत्रक फत्रक भएर। यता यतातिरको पर चाहिँ चोकटी भन्छौँ। यता तल त्यो हरियो हरियो देखि अलिक पर डाँडामा। अनि यता तल चाहिँ हामी तरी जङ्गल भन्छौँ। त्यहाँ चाहिँ हामी चाहिँ दाउरा बोक्नु जाने जङ्गल हो यहाँ चाहिँ। अनि यहाँ चाहिँ मैले चाहिँ तिते करेला रोपेर यहाँ थाङ्रा लाएर यत्रो भएको छ है साथीहरू तिते करेला। अनि यता पनि मैले यहाँ चाहिँ 2 बोट रोप्नु पर्यो भने यो चाहिँ 1 जाङ भइहाल्यो। यो चाहिँ ठुलै भइहाल्यो अगुवा। यो चाहिँ सानो 2टा रोपेको छु। यो पनि उम्रेछ अहिले चाहिँ। अनि यहाँ चाहिँ यत्रो भएको छ। अब यता थाङ्राभरि नै हुन्छ कि हुँदैन, अब सधैँ त हुन्थ्यो। अहिले चाहिँ यो बिउ चाहिँ अब किनेर ल्याएको कस्तो हुन्छ। अब फल्नु चाहिँ अब यसकै ठाउँमा छ, फल्नु नफल्नु। हामीले चाहिँ थाङ्रा चाहिँ लगाइदिएको छौँ। अनि मल पनि लाएको छौँ। यहाँ चाहिँ कुखुराले खोस्रिन्छ भनेर झिक्रा मिक्रा राखिदिएको छु साथीहरू। आज चाहिँ घाम चाहिँ खतरा लाग्छ। अहिले 8-9 बज्दैछ होला, कति बज्यो टाइम चाहिँ हेरेको छुइनँ मैले। तर घाम चाहिँ बब्बाल लाग्दैछ है साथीहरू।